त उहाँहरू फेरि बुर्जुवा शिक्षा भन्दै शिक्षा फेर्नुपर्छ भन्दा आउनुभयो केही थुप्रो छिटो फेरेन, उल्टै संस्कृत भाषा मास्ने काम मात्र भयो होइन, उल्टै हाम्रो शिक्षालाई बुर्जुवा शिक्षा भन्ने त्यो मात्र भयो। किसानले त ओहो किसानको उत्पादन त अब हाम्रो 50 सालसम्म उहाँहरू युद्ध गर्दछन्, हामी आत्मनिर्भर थियौँ। अर्घा जिल्लामा 2,14,000 जनसङ्ख्या थियो, म जन्मेको गाउँमा कोही मान्छेले विदेश जानु पर्थेन, कोही बेरोजगार थिएन। उहाँहरू आएर लहर दिनुभयो सबलाई होइन, होइन त्यसपछि लहर दिन लहर टिएकै त्यहाँबाट गाउँमा त बस्न सक्ने जस्तै भएन। अब त 65-63 माओवादी आएपछि त अब पुरै सरकारबाट किसानहरूले पुरैले मल पाउनु भयो, बिउ पाउनु भयो, पुरै बजार व्यवस्थापन, हामी त पुरै औद्योगिक क्रान्ति गर्ने भयो जस्तो फिल भएको थियो। तर झन् कालो दिन भन्छौँ हामीले 30 वर्षलाई पछिल्लो होइन, कालो इतिहास हो कि नेपालको पछिल्लो 40 वर्ष भनेको। 2040 सालसम्म नेपालको ऋण थिएन, 2040 सालसम्म नेपालमा कोही बेरोजगार थिएन, 2040 सालसम्म नेपाल खानेकुरामा आत्मनिर्भर थियो, 2040 सालसम्म संसारको वान अफ द धनी देशमध्ये नेपाल पनि पर्थ्यो कि। आज 40 वर्षमा उहाँहरूकै नेतृत्वमा देश त संसारकै एसियाकै गरिब भयो होइन। आज 15वटा लास दिनमा बेरोजगार भनौँ न, विदेशबाट लास आउँछ, हरेक दिन 10 जना किसानले आत्महत्या गर्छन् यो देशमा, 20 जनाले आत्महत्या, त्यो मध्ये 10 जना किसान हुन्छन्। अहिले यो देशमा 20वटा बलात्कार घटना हरेक दिन भइरहेछन्। आज सीतामाता रावणले हरण गर्दाखेरि रुन्थे, आज हरेक दिन नेपालमा 20,000 जना महिलाहरू विदेशी बाध्य छन्, हरेक दिन भन्नु हजारौँ भन्ने महिनामा होइन महिला पुरुषहरू विदेशी बाध्य भएछन्। दुःख के कुरामा लाग्यो भन्दाखेरि हामीले ठुलो आश गरेको थियौँ कि है उहाँहरू जतिको पढ लेखेको मान्छे, विज्ञ मान्छे, विद्वान मान्छेहरू आइसकेपछि यो देशमा ठुलै परिवर्तन होला, हामीलाई विदेश जानु नपर्ला होइन, लाउरे पनि नेपाली आउलान्, नेपालै बनाउलान्, ठुलो आश थियो। तर उल्टो भइदियो कि यो देशमा होइन। पहिला अलिअलि गुलाम थियो जस्तो लाग्थ्यो, अहिले देश पुरै विदेशीको गुलाम भइसक्यो होइन। शिक्षा यस्तो शिक्षा बनाइदिनु भयो कि अमेरिकाको नोकर हुने र दास हुने बाहेक हाम्रो केही छैन। अनि देश उहाँहरूले मात्र बिगारेको होइन, उहाँहरूले त आफूसँग गर्नु भयो नि त होइन। पछि दिउँ यसो गरेन, यो यहाँ यता केन्द्रित हुनु नि तपाईँ होइन, यसो गुरु जस्तो त्यसो नगर होइन होइन गल्ती हाम्रो पुस्ताले देश बिगारेको थियो होइन, हाम्रो पुस्ताले देश बिगार्यो। ऐक्यबद्धता गर्नुहोस् कि यस्तो बेकार कुरा गर्ने, उहाँको ऐक्यबद्धता गर्नु, उहाँ जीवन रक्षा गर्ने कुरा गर्नु, प्रवचनदेखि यस्तो उपनिधिले यस्तो कुरा गर्ने, धर्म गर्ने। अब हामी पुस्ता गद्दार फेरि हामीले बिगारेको देश, फेरि हामी नेतालाई गाली गर्ने र विदेशी बाहेक त केही गरेकै छैन, माको मारेको छैन आफूले होइन। त्यस्तो मान्छे राखेर तपाईँले कसले बचाउँछ भन्नुहोस्। अब उहाँ ठिक कि म ठिक तपाईँ भनिदिनु न त ल, भन्नु न त तपाईँ उहाँले साथ दिनु भएको छ कि मैले दिएको छु ल, उहाँले साथ दिन आइरहेको प्लिज तपाईँ चुप लाग्नुहोस्, तपाईँ अरूले प्रवचन दिनुहोस् भयो होइन। धन्यवाद सर, हजुरको हामी एकदम यो कोही तरिका हो, सामान्य सहमत भन्ने हुन्छ यार, सार्वजनिक मर्यादा भन्ने हुन्छ, मान्छेको त्यो जीवन जोखिममा परिरहेको छ 6 दिनदेखि। म त डाक्टर हुँ सर, म त औषधि बोकेर बिहानदेखि आएर र सलाइन बोकेर त्यसो गर्ने हो त झन्। अनि तपाईँले बनाइदिनु भएन त देश मैले भन्न नपाउने, तपाईँले देश बिगारिदिनु भन्न नपाएन हामीले। उता रानी पोखरी आउने साथीहरू त्यहाँ गरेँ, यहाँ गरिरह्यो अहिले प्लिज गलत ठाउँमा गरिराख्नु।